साथीहरु आज चाहिँ म तपाईहरुलाई मेरो घाँस गोठालो गर्ने जंगल देखाउने छु है त। यो पारीपट्टि देखेको ठुलो जंगल चाहिँ हाम्रो घाँस दाउरा काट्ने जंगल। पुरै हुस्सो आयो, अघिसम्म क्या क्लियर थियो, अहिले कहिले हुस्सो आयो के साथीहरु। यहाँको मौसम यस्तै हुन्छ, छिनमा के हुन्छ, छिनमा के। अनि यो बारी भन्नु पर्दा चाहिँ पुरै खेती लाउनु थियो त्यतिखेर। यतानेरि हामी गोठालो गर्थ्यौं, यता बस्थ्यौं, घरिघरि खेल्दा खेल्दै चाहिँ यहाँ गाई बस्तु उम्केर आएर पुरै बाली खाइदिन्थ्यो के। यो बारी चाहिँ हाम्रो छिमेकी खत्री ठुलो बुवाहरुको, उहाँहरु अहिले उता हडिया झर्नु भएको छ। त्यतिखेर पुरै यहाँ खेती लाउनुहुन्थ्यो। अनि यो भन्दा मुनि पनि हाम्रो जग्गा छ। यहाँ तल मुनि अघि जानु पर्यो भनेको आँटै आएन, पुरै घारी भएको रहेछ। अनि यो पारीको चाहिँ बारा पोखरीको शिर है साथीहरु, बारा जंगल भन्छ। अहिले म चाहिँ ठ्याक्कै भन्नुपर्दा खोटाङको बारा पोखरी वडा नम्बर 3 मा छु है साथीहरु। अनि वहाँ पर देखेको चाहिँ चिसापानी जाने बाटो। हेर्नु न मौसम यस्तो छ, एकैछिनमा घाम लाग्छ, एकैछिनमा हुस्सो लागेर कुइरो मण्डल भइसक्यो। यस्तै छ है साथीहरु।